भनेर त्यो बार सुन्छु कि। अनि त्यो कसरी हामीले जवाब दिने भन्छ अरे। हो त्यसको चाहिँ जवाब हामीले कसरी दिने होला भनेर मैले पनि धेरै सोचेँ। यो किराँत धर्म भन्नाले के बुझिन्छ त? कहिले किराँत धर्मको बारेमा नसुन्ने मान्छेलाई चाहिँ कसरी हामीले जवाब दिने, उत्तर दिने भन्ने विशेष गरेर खैरेहरू भयो, नयाँ मान्छेहरू, यहाँ अमेरिकाको मान्छेहरूले होइन त्यो सोध्यो भने चाहिँ कसरी भन्ने बारेमा चाहिँ मैले पनि सोचिराखेको। अनि मैले यहाँ त्यो कुरा पनि उठेको अघिल्लो पालि कुन चाहिँ क्लासमा त्यो उठेको भएर यो त राम्रो विषयवस्तु हो, मलाई पनि मनमा लागिराखेको, ल कुरा गरौँ न भनेर यो विषयवस्तु राखेको छु। यसपालिलाई चाहिँ आधा एक घन्टा त्यस्तै कति लाग्छ होला, तन्काउन सकिन्छ, छोटो बनाउन सकिन्छ, विचार गर्नु। ल अब मैले यो छ नि तपाईँहरूले एआईले पनि राम्रो जवाब दिन्छ हो। यो पढ्नेहरूले चाहिँ च्याट जिपिटी भन्ने छ कि, च्याट जिपिटीमा सोद्धा पनि हुन्छ, तर एक दुईवटा वार्निङ। च्याट जिपिटी भयो अथवा एआईतिर अनलाइनतिर हेऱ्यो, अनलाइनतिर पनि पाइन्छ यसको किराँत धर्म भने के हो भनेर सोध्यो भने एन्सर चाहिँ दिन्छ। तर त्यहाँ के छ भने किराँत धर्मकै बारेमा प्रशस्त मात्रामा जानकारी, इन्फर्मेसन चाहिँ त्यो वेबसाइटमा राखेको छैन। नभएको कारणले गर्दाखेरि उसले के गर्दो रहेछ भने मैले अरू पनि सोधेको छु यो च्याट जिपिटीलाई होइन, मैले च्याट जिपिटी चाहिँ मैले पनि सर्च गरेको छु। अनि च्याट जिपिटीले चाहिँ के गर्दछ भने धर्मको बारेमा त अरू धर्मको बारेमा प्रशस्तै छ, हिन्दू धर्मको बारेमा प्रशस्तै छ, यता के अरे नेपालीहरूले राखेको, इन्डियन हिन्दूहरूले राखेको, देश विदेशमा रहनेहरूले हिन्दूहरूले राखेको बारेमा त प्रशस्तै वेबसाइटमा पाइन्छ। अनि हाम्रोहरूले पनि हिजोआज चाहिँ यताउता फेसबुकतिर कहाँतिर होइन अनलाइनतिर राखेको पाइन्छ। अनि हामीले सोधेपछि चाहिँ च्याट जिपिटीले अथवा कुनै पनि एआई अनलाइनमा सोध्यो भने चाहिँ केही न केही जवाब चाहिँ दिन्छ, खोजेर ल्याउँछ, तर सबै कुरा चाहिँ करेक्ट नहुन सक्छ। त्यसको हुनाले त्यो चाहिँ